हुँदैछ हेरेर त गाला त्यस्तो छ होइन त अब खुसी भइहाल्यो नि तल दुईजनालाई छुट्टिन गाह्रो मैले तेरो बनाइदिन्छु सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल म चाहिँ करिना भण्डारी सुनसरीबाट आई होप सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु अनि अहिले चाहिँ म काठमाडौँमा छु तपाईहरुलाई थाहा छ होला अनि यहाँ म छतमा आएको थिएँ सो सर देखाइदिन्छु यहाँ सुजा चाहिँ अनि आज चाहिँ त्यस्तो स्पेसल केही छैन भाइ जाँदैछ बाहिर सो त्यही हो नराम्रो लागिरहेछ होइन अभियसली नराम्रो त लागिहाल्छ आफ्नो भाइ गएपछि अनि तँलाई चाहिँ कस्तो लागिरहेछ त तँलाई कस्तो लाग्यो स्याड छेस अरू बेला माया लाग्दैन थियो आज माया लागिरहेछ यसलाई पनि माया लागिरहेछ अरे होइन सो लेट्स सी के हुन्छ अब भरे गीता हामी यसो गर्ला नि करिनाले Have a safe flight. मोमेन्ट भिडियो आछ थ्यांक यू हैव सेफ जर्नी के गरेको उतातिर त्यसलाई हो भयो भयो सबै च्याप्चप भयो ओए भिडियो त बिचमा पज पो भएको रहेछ तँलाई के खुवाउने बेलामा त ए हुन्छ हुन्छ खिच्दैन यो त फेरि भगो नि त कत्रो हालिदिएको थोरै खान्छु म त्यो झारेको दिस होइन सुलाको मेकअप नजाने गरी खुवाइदे भाइ तँले खुवाइदे यसमा राखेर खाना यसमा राखेर के भन्नुभएको ए सेल पकाएको भन्दैछ मम्मीले नि सेल पनि पकाएको भनेको तैँले खाना खाइ मैले त उसिनेको मकै र खोइ के अरे केडाकुडी पनि उसिनेको खाना खान है भाइ खा आमाको हातको सेल भयो भयो म खान सक्ने कस्तो भयो दुई तिनवटा टुक्टुक हुन्छ के गर्दैछु सुनि खुवाइदे भाइलाई सकुन करिनाले सकुन खुवा भाइले थोरै त्यही मात्रै खाइसकेर हुन्छ भयो मलाई पनि दे त रजल यता धेरै ठुलो टिको भद्दा पनि नबनायो त्यसैमा जोड हो एकै ठाउँ जोड ठुलो नलाग्यो बिहामा नै हेरेर आएको बाबा राम्रोसँग मलाई नबिर्सी भन् त्यसो थिच्दै हो त्यसो थिच्दै सानो सानो टक्क मिलाएर लगाइदियो यहाँ चाहिँ अब एकछिन बसेर हामी जान्छौँ होला होइन यहाँ आइज कहाँ छ त्यो चाहिँ मम्मी हुनुहुन्छ कति टाइम लाग्छ हौ अब जानु कति टाइम लाग्छ यो चाहिँ यस्तो सुनाउँदैछ अनि अब हामी सबैजना तल जान्छौँ गाडी पनि आयो होला
गाडी बुकिङ भइसकेको छ अनि गाडीमा जान्छु मलाई एयरपोर्टसम्म त्यही नै हो यहाँ दिदी हुनुहुन्छ राम्रोसँग जाऊ कसले मान्छे बोल्नु के हो ए गीता बाबुले कुरा गर्दा लु छिटो गाडी आइसक्यो यहाँ चाहिँ हाम्रो सामानहरू छ पर्दैन यहाँ त यो ट्याक्सी दुईटा मगाएको होइन यो पनि त्यसमा हाल्ने कि अर्को त्यो के होला हो कस्तो लागिरहेछ स्याड फिलिङ लागिरहेछ अलिअलि अनि अरे आँखा यस्तो भइरहेछ मेरो चाहिँ अगाडि बस मम्मीसँग बस्छ होला नि त यहाँ बस् न पछाडि बस पछाडि बस् न त मम्मीसँग बस अगाडि यहाँ चाहिँ तिमी त यहाँ बस्नु भाइसँग एउटा हो एउटा अब चाहिँ एयरपोर्ट जान्छौँ अर्को तपाईँले हालेको गर्दैछ दाम भइहाल्यो फेरि
निस्किने हो कि यताबाट इन्ट्रान्स हो त्यताबाट एक्जिट हो जाम भइहाल्यो फेरि Finally, we are in airport, Tribhuvan International Airport को गेट अगाडि Excited or sad? Huh? Nothing. फेरि यता यिनीहरू दुईजनाको के चल्दैछ फेरि यहाँनिर दुईजनालाई छुट्टिन गाह्रो परेछ जस्तो छ गाह्रो पऱ्यो कि अब छुट्टिन गाह्रो पऱ्यो जस्तो छ छुट्टिन मम्मी के बस्नु फोटो पनि आउँछ तल झर नानी ल त हेर्नु मम्मी बाबा कन्टिन्यू गर्नु फोटो खिच्ने अरे यिनीहरूको मेरो नि फर्स्ट टाइम हो गाइज एयरपोर्ट मम्मी आउनुहुन्छ अनि हामीले यहाँनिर बस्छु राम्रो लाग्छ खुसी छ नि यो चल्न पाउँदैन नि त अब खुसी भइहाल्छ नि चल्न पाउँदैन रोएँ क्या हो यो रोएँ यो गयो अब यसको पालो जाने तपाईँले जानुपर्छ
म चाहिँ त्रिभुवन इन्टरनेसनल एयरपोर्ट बाहिरै गरेर जान्छ होला यस यहाँ यो निकालिदिन्छु क्या म हेलो कुची कुची गर्नु फोटो खिचेर यहाँनिर हेलो गाइज म चाहिँ आजको उड्ने मान्छे एरोप्लेनमा कहाँ उठ्छस् फोटो खिच्नु राम्रोसँग बस्नु फोन गरिरहेको मलाई त्यहाँनिर अरूलाई गरे पनि यसलाई चाहिँ फोन नगर है मलाई गर्थ्यो अरूलाई नगऱ्यो अनि छोड्न यहाँ तेरो पनि पानी हाल्नु अनि म कोमा फोटो छ मलाई सबैजना कोरिया जाने हुनुहुँदो रहेछ अनि यो चाहिँ एउटा ग्रुप होइन अनि यहाँ चाहिँ छ हाम्रो भाइ उता फर्किरहेको छ यहाँ चाहिँ हामी छौँ गाइज भगवत दिदी रुएर चाहिँ आँखाभरि आँसु बनाएर यस्तो भएको छ यसको थुप्रा हेर्न सक्नुहुन्छ यहाँनिर यस्तो भइसकेको छ भाइ जान आँटो भनेर भाइ चाहिँ फेरि एकछिनको लागि जान आँटो आइहाल्छ भाइ चाहिँ दिदीको हालत त्यस्तो छ हेरेर जानु भएपछि सहज हुन्छ
पर्जनले कल्याणलाई मलाई नरु भएर आफै रुँदैछ यहाँनिर हेर त मलाई नरु भनेर मलाई नरु भनेर आफै रुँदैछ हेर्नु डिस्काउन्टमा मलाई नरु भनेर आफू रोएर हेर मलाई नरु भनेर आफै रुँदैछ हेरेर कुन्टे गाडी दिदीहरू चाहिँ जानुभयो भिनाजुहरू सबैजना अनि अब चाहिँ हामी यहाँनिर दुईजना मिलेर हामी चाहिँ बसन्तपुर घुम्ने जाने भन्दैछौँ नराम्रो लाग्यो गयो होइन अब यसको नि पालो होला यो पनि जाने होला त्यतिखेर चाहिँ म यहाँ हुन्छु कि हुँदिनँ त्यही पनि म घरबाटै रुदिन्छु अनि हामी चाहिँ यहाँ एयरपोर्टबाट फर्किँदैछौँ अनि कल्याणलाई चाहिँ केही मेसेज दिने वी विल मिट सुन छिटै भेट्छौँ राम्रोसँग जानु त्यहाँ राम्रोसँग गर्नु होइन अनि बेला बेलामा कल गर्नु होइन अनि राम्रोसँग बस त्यही हो अब चाहिँ हामी जान्छौँ कता जाने हो बसन्तपुर जाने होइन अब चाहिँ हामी फर्किँदैछौँ यहाँनिर कस्तो मजाले बादल देखेको नि गाडीहरू सो बाई बाई दिस टाइम एयरपोर्ट अर्को पालि कहिले आउँछु म होइन यता आइज न यो पालि बाई बाई भनेको क्या एयरपोर्टलाई अनि अब नेक्स्ट टाइम म कहिले आउँछु भनेर भाइ पनि ऊ यसरी नै माथि जान्छ होला एयरप्लेनमा अहिले एकछिनमा अनि अब चाहिँ हामी बसन्तपुर जान्छौँ गाडीमा सो त्यही हो मलाई कता कताबाट हिँडाएर लाँदैछ यत्रो बेर गलिसक्यो गाइस दुईजना मोमो खाना खान्छु किवीको ल्याउँदैन कस्तो मिठो हुन्छ किवीको हेर न के अरे के त जाने भनेको होइन त्यही भनेको क्या बसन्तपुर जाँदैछु मैले गाडीमा स्ट्रबेरी किनेको गाइस 100को कतिवटा अरे एउटा यो 100को एउटा अनि मैले त यत्रो ठुलो खालको 100को चाटै कतिवटा देखेँ स्ट्रबेरी खाने विशाल बजार न्यू रोड मल यता सरी हाम्रो नेपालको झन्डा अहिले चाहिँ हामी यहाँनिर छौँ त
we arrived. बसन्तपुर नट फिक्स सेट हो के ए उसो घरमा काम त मलाई अब कस्तो भन्नु बहिनीको घरमा काम छ अरे क्या दामी बाह्र है हाम्रो कफी बन्दैछ यहाँनिर चाहिँ अनि उयो के अरे उयो कोकोनट केक ल्याइ दुईटा ल कोकोनट केक ओके एनिथिङ एल्स सर स्पुन है हजुर मेरो लागि चाहिँ वान मात्र आइ यहाँ चाहिँ हामी कफी खाँदैछौँ प्रजल र म अहिले अगाडि आइसक्यो सो डोन्ट माइन्ड कफी टेस्ट गर्नु न यहाँ चाहिँ हाम्रो केक फिनिस भइसकेको छ यहाँ चाहिँ छ हाम्रो स्ट्रबेरी एम्बियन्स त्यस्तो छ कहाँ लिएर आयो यसले मलाई होइन अनि मैले यहाँ के भेटेँ भन्दाखेरि नि गाइज यहाँनिर नम्बर छ होइन त्यस पछाडि हमारी अधुरी कहानी अरे के माइनस एस केबाट त मेरो नाम आयो एस को हो त को हो एस एस को हो गाइज क्या मलाई बरु त्यहाँ मेरो बडा नि बसन्तपुर मिल्स हेलो सिस्टर Look at me. Thank you so much. यहाँ चाहिँ कन्स्ट्रक्सन चल्दै रहेछ गाइस धेरै दिन छैन काठमाडौँमा अब एक दिन मात्र छ अनि त्यही भएर अब सबैतिर घुमिहाल्नु पऱ्यो धेरै ठाउँ त घुम्न पाउँदिनँ होला त्यही पनि जति घुम्छु त्यति क्याप्चर गर्ने कोसिस गर्छु सो त्यही नै हो त्यहाँबाट घर जान त मनै लाग्दैन रहेछ नि दामी पहिला पनि आएको तर धेरै भयो 5-6 वर्ष भित्रको म त यहाँ बसिरहेको कहिले हो एकदमै त्यतातिर चाहिँ रिक्साहरू पनि रहेछ डाकुमा खाएर हाल्दै त आउँछ बाई बाई कल्याण सो गाइज अहिले चाहिँ हामी घर आइसकेको छौँ होइन अनि आज चाहिँ एकदमै टायर्ड छौँ दुवैजना सबैजना होइन मम्मीहरू चाहिँ अघि नै जानुभयो अनि हामी चाहिँ भर्खर आएको बसन्तपुर सबैतिर घुमेर सो आजको भ्लग चाहिँ यति नै हो सबैजनाले हेरिदिनु होला किप वाचिङ किप के भन्छ किप होइन किप वाचिङ किप सपोर्टिङ अस सो दिस मच फर टुडे बाई बाई गाइस